यो भिडियो हाम्रो यता रणमायासम्म पुर्याइदिनु त साथी हो हैन। मैले चाहिँ हिजो अलिकति रिसको तालमा हल्का नराम्रो शब्द युज गर्दै गाली गर्न पुगेछु हैन। ठिक छ, उसले चाहिँ मलाई गाली गरेको भए चाहिँ ठिकै हुन्थे हैन, मैले नै रिप्लाई दिन हुन्थ्यो अथवा यतिकै छोड्दा हुन्थे। त्यो मेरै गल्ती थिए, मैले नराम्रो शब्द युज गर्दै उसलाई चाहिँ मैले गाली गरेँ हैन। त्यो म स्वीकार्छु, मैले चाहिँ गर्छु हैन। तर उसले चाहिँ मेरै फ्यामिलीको फोटो राखेर भिडियो बनायो, त्यसमा चाहिँ अलिकति नमजा लाग्यो कि मलाई हैन। 3टा भिडियो बनाएको रहेछ हैन एउटै फोटोको, र त्यो भिडियो चाहिँ डिलिट गर्नको लागि अनुरोध गर्दछु हैन यो रणमायासँग हैन। यो विषय भनेको तिम्रो र मेरो विषय हो के। त्यो फोटोमा रहेको मेरो दिदी हुनसक्छ, बहिनी हुनसक्छ हैन। एउटा बुढीको नाम दिएको छ हैन। मैले सुनेको चाहिँ छैन है, मैले सुनेको चाहिँ छैन। मैले जुन चाहिँ उसलाई चाहिँ गाली गरेको चाहिँ भिडियो चाहिँ अलिकति हेरेँ हैन, यताउति भनेको रहेछ। अनि त्यसपछि मैले प्रोफाइल चेक गरेको, मेरो फोटो राखेर चाहिँ हैन, जस्तै बुढीको नाम गरेर चाहिँ यताउता भनेको रहेछ हैन। तर मैले पुरा हेरेन हैन, रिस उठ्यो भने त्यही हो फेरि हैन, जाने कुरो फेरि उल्टो हुन्छ रिस उठेपछि। त्यही भएर मैले चाहिँ हेरेको छैन। प्लिज है डिलिट गर्नको लागि अनुरोध गर्दछु। यो भिडियो सक्दो सेयर गरेर यो रणमायासम्म पुर्याइदिनु होला है त। किनकि यो विषय भनेको तिम्रो र मेरो हो हैन। मलाई तिमीले जे भन्दा नि हुन्छ, जे गर्दा नि हुन्छ, तर यसरी फ्यामिलीलाई चाहिँ बिचमा नलिएर आऊ के है। ल यो भिडियो सेयर गर्नु। यो फेरि अर्को भिडियो चाहिँ बनाउनु नपरोस् हैन। पारा त्यही फेरि लोकल पारा हानिन्छ फेरि ल।